Good morning guys, first of all सबैजनालाई happy new year and welcome back to my another video. So मैले चाहिँ के सोचे भने अब न्यू इयर पनि आइसक्यो हैन, सो ब्लग चाहिँ अब फेरि पनि ब्लग स्टार्ट गर्दैछु हैन। ब्लग चाहिँ अब कन्टिन्युअसली ल्याउने ट्राई गर्छु हैन, कोशिश गर्छु, किनकि कोशिश गर्ने वालों की कभी हार नहीं होती हैन। सो ओके भर्खर उठे हैन, सबैजनालाई गुड मर्निङ छ र ह्याप्पी न्यू इयर पनि छ। अनि त्यसपछि अब यस्तै हो, अब ठक्क उठिसक्यो हैन, उठेर अब लुगासुगा लाएर अब ड्युटी पनि जान्छ नि त, न्यू इयर छुट्टी हुन्छ होला भनेको दिएन छुट्टी। सो अब लुगासुगा लाएर पहिले चाहिँ के गर्ने, 10 बजे छ, 11 बजे ड्युटी हो मेरो हैन। ठक्क यहाँदेखि अब हिँडेरै जाने, किनभने अब के भाडा साडा हैन। सो यहाँदेखि एलिसाको क्याफेमा जाने, चिया खाने, चिया खाएर अनि फेरि काममा जाने। सो लेट्स गो है त गाइस। सो फाइनली गाइस हैन, म रेडी भइसकेँ। सो अब चाहिँ अब जाँदैछु हैन, क्याफेमा गएर चिया खान्छु, चिया खाएर अनि ठक्क ड्युटीतिर जान्छु हैन, त्यस्तै हो। सो तपाईँहरूलाई चाहिँ अरू के भन्नु भन्दा अब के भन्नु होइन, ह्याप्पी न्यू इयर होइन। तपाईँहरू सन्चै हुनुहुन्छ होला है, मैले एकदमै ठिक छु। सो निस्क्यो है अबतिर यस्तो छ। सो क्याफे गएर भेटौँ न, चिया खाँदै कुरो गरौँ न यता गाइस। सो फाइनली गाइस होइन, क्याफेमा आइसकेँ। सो प्यास चाहिँ बढै प्यास लागिरहेको थियो, किनभने रुममा पानी पनि थिएन नि त। एलिसाले हिजो पानी पनि लिएर आएन छ कि रुममा। सो प्यास लगाएर प्यास लगाइरहेको थियो। आउने बित्तिकै सबभन्दा पहिले चाहिँ मैले पानी नै मगाएँ कि होइन, पानी मगाएँ, चिया अर्डर गरेको छु। सो चिया खाएर निस्किन्छु, मलाई पनि ढिलो ढिलो भइसक्यो ड्युटी जान। सो एलिसा चाहिँ कागती पानी खाइरहेछ, ऊ अब पातुलो हुँदैन कि कागती पानी खाएर बिहान। सो यस्तै हो होइन, न्यु इयर पनि अब कस्तो काम गरेर जाने होला जस्तो छ होइन। सो म चाहिँ के भन्छु भने, पहिलेको न्यु इयर चाहिँ लास्टै रमाइलो भएको थियो, केटाहरू थियो हाम्रो रिसोर्टको टिम, क्याप्टन हिमाल सर, अनि हिमाल सर थियो, मायर सर पनि थियो। मायर सर विदेश गएको थिएन होइन, मायर सर, त्यसपछि हाम्रो सुभाष भाइ, सर्भिसको स्टाफ पनि धेरै थियो, अमन, आयुष, त्यसपछि अजय भाइ हाम्रो अजय श्रेष्ठ होइन, अस्ति आएको थियो, त्यसको लागि मलेसियादेखि आएको रहेछ होइन। सो आएको थियो मेरो क्याफेमा काम गर्ने, रेस्टुरेन्टमा भन्ने क्याफे होइन, रेस्टुरेन्टमा आएको थियो। सो कुरो गरेँ बसेर। सो हाम्रो निजु अनिस भाइको दाइ के अरे थियो त्यसको नामै बिर्स्यो, काले भाइ भन्थ्यो, काले भाइ टेबी। सो केटा होइन, तिमीलाई नि ह्याप्पी न्यु इयर छ है। सो हाम्रो सबैजनालाई ह्याप्पी न्यु इयर छ होइन। अनि के भन्नु अब है। सो फाइनली गाइस होइन, कफी खाएर मिक्सी भयो नि होइन, चिया सो क्याफेदेखि निस्किसकेँ, अब ड्युटीतिर लाग्दैछु। सो यस्तो छ हाम्रो कोरियन रेस्टुरेन्ट होइन। यस्तो बाङ्गो अल्फा लुक। सो बाटोतिर चाहिँ जाँदैछु, यस्तो चाहिँ के भन्नु खासमा गल्ली गर्नुपर्छ, हल्ली चल्ली होइन। यस्तो छ। कस्तो औडा लागिरहेको है, सबजना हेरिरहेको होइन। आएको चाहिँ पुरा भ्लग बनाउँदै हिँड्दा होइन, त्यस्तै पहिला अब होइन केटाहरूसँगै हुन्थ्यो नि त, लाइक अब रोशन, निजु, अनिस भाइ, केटाहरूसँगै हुन्थ्यो। अब 4-5 जना, पहिला अब दाजुहरू पनि 4-5 जनासँगै भइन्थ्यो होइन। त्यही
बेला चाहिँ अब पनिर हालेर भ्लग सुट गर्न त्यस्तो केही खासै लाग्दैन। अहिले एक्लै हिँड्दा चाहिँ लास्टै गाह्रो लाग्ने रहेछ गाइज होइन। सो म तपाईँलाई क्याफे पुगेर रेस्टुरेन्ट पुगेर गर्छु। त्यहाँ हामीसँग काम गर्ने भाइहरू सर्भिस स्टाफहरूसँग मिलाउँछु र मैले काम गरेको ठाउँ कस्तो। सो फाइनली गाइज होइन म रेस्टुरेन्ट आइसकेँ। सो म तपाईँहरूलाई चाहिँ हाम्रो टिमसँग भेट गराउँछु होइन। फर्स्ट अफ अल हाम्रो काले भाइ भागिरहेछ। आज न्यु इयर भयो नि ह्याप्पी होलीको टी सर्ट लगाएर हिरो बनेर होइन। कहाँ लुक्यो काले भाइ? हेलो भन न। भन्दैन यो हाम्रो रुकुमे यता हेर त। रुकुमे यता हेर न माछा। यहाँ रुकुमे चाहिँ पुरा भाँडा माझ्नलाई स्पेसल रुकुमदेखि बोलाएको हामीले होइन। सो जस्ट किडिङ होइन। हाम्रो ऊ चाहिँ अब सर्भिसमा हो। हाम्रो यहाँ दिदी प्याज छिल्दै हुनुहुन्छ। नयाँ सालको दिन नि प्याज छिल्दै रुँदै हुनुहुन्छ होइन। अन्त दिदी यता हेर्नु त। त्यसपछि हाम्रो यहाँ दिनेश सर हुनुहुन्छ सिजलर हान्दै। सिजलर हो ठ्याक्क सिजलर हान्दै हुनुहुन्छ होइन। यता अर्को भाइ फ्राई राइस होइन। म चाहिँ भ्लग बनाइरहेको थिएँ कि अनि भ्लग बनाउन कल आयो। मैले एयरपोर्ट लगाएको थिएँ नि त। सो एयरपोर्ट ठक्क छुएको आफै कल उठेर क्यामेरा बिचमै रोकियो होइन। सो अरू चाहिँ हाम्रो यहाँ बाहिरको स्टाफसँग भेट गराउँछु तपाईँलाई। अनि बाहिरको सिनहरू देखाउँछ हाम्रो रेस्टुरेन्ट कस्तो छ भनेर होइन। सो हाम्रो कृति सिस के छ हालखबर? हेलो भन। भ्लग बनाउनु भयो कि हो कि? हेलो भन न। सो हाम्रो यहाँ रुकुमे भाइ यता हेर न मा कस्तो लजाको है। सो हाम्रो दुईजना चाहिँ यहाँ भात खाइरहेछन्। यहाँ हाम्रो कुर्की साली मुसा। सो तपाईँहरूलाई म रेस्टुरेन्ट ल्याउँछु ठ्याक्क यतादेखि हो होइन। ठ्याक्क यस्तो सिन छ। सो उताबाट अगाडि एउटा देखाउँछु म। यस्तै हो होइन। हाम्रो सिस्टरी लजाउँदै हिँडिरहेछ। कसरी हो क्यामेरा नि के हो? के गर्नु? काम गर्ने काम कस्तो पखान एकछिन। त्यो रेस्टुरेन्ट चाहिँ अहिले तपाईँहरूलाई देखाउँछु होइन। किनभने अब अहिले त अब सामानहरू रेडी गर्नु छ नि त। भरे अब अर्डरहरू आउँछ होइन। सो थकाली सकालीहरूको तरकारी स्यान्डुङ सब रेडी गर्नु छ। सो तपाईँलाई रेस्टुरेन्टको सिन चाहिँ म भोलि बिहान फेरि कस्तो भरे ठक्क हुन्छ नि त। गेस्टहरू नि आइरहेको हुन्छ नि त्यही बेला रेस्टुरेन्ट एक राउन्ड देखाउँछु होइन। सो यस्तै हो है। सी के हुन्छ आज न्यु इयरको दिन होइन। मैले चाहिँ के सोचेँ अब न्यु इयर भइहाल्यो होइन। अब बिचमा भ्लग बनाउनु छोडेको थिएँ। त्यही पनि अब फेरि स्टार्ट गरौँ भनेर सोचेको। अब के हुन्छ आयो तपाईँहरूले सपोर्ट देखाइदिनु हुन्छ होइन। त्यस्तै हो। लेट्स गो। तेरे दिल में रहेंगे।
सो फाइनली गाइस कामसाम भ्यायो किचन अझै फुल रस थियो किचनमा काम दाम सक्यो होइन किचन सिजन क्लोज गरेर सो रेडी भएर जाला आज क्लबमा जाने रे केटाहरू साथीहरू सो हेरौँ क्लबमा फर्स्ट टाइम हो काठमाडौँ क्लब हाम्रो दाजु मैले इनड्राइभ बुक गरिसकेको थिएँ दाजु आइसक्नुभयो जोरबाती होइन दाजु जोरबाटी होला हजुर मैले हेरेको पनि छैन जोरबाटी हो कति टाइम लाग्छ जाने हो 5 मिनट 10 मिनट राख्नु ए हुन्छ हुन्छ होइन सो दाजु आइसक्नु हो जानु पऱ्यो हजुर हाम्रो यस्तो छ क्याफे पुगेर भिडियो कन्टिन्यू गर्छु किनभने भिडियो लामो हुन्छ नि